हाम्रो साथीहरूले चाहिँ जे होस् मेहनत गर्दै हुनुहुन्छ। उहाँले मेहनत गर्दा गर्दै देख्न सक्नुहुन्छ कतिको गाह्रो हुन्छ भनेर हातमा देख्न सक्नुहुन्छ। काँडा बिजिसकेको छ। यी काँडा छेउमै काँडा हुन्छ, जहाँ काँडा हुन्छ त्यहाँनिर हाम्रो मारङ्गी चाहिँ उम्रेको हुन्छ। हेर्नुहोस् खुल्ला ठाउँमा भएको भए एकदमै सहज हुन्थ्यो साथीहरूलाई खन्नका लागि। यसको जरा खानको हामीले कुटो पनि आज अलिकति खन्ने साधन पनि ल्याउनु, त्यसरी उहाँले हातको मद्दतले चाहिँ खन्दै हुनुहुन्छ। त्यो खन्ने क्रममा देख्न सक्नुहुन्छ यता पनि हेरेर काँडाको नजिक छ र यता पनि काँडाको नजिक छ। साथीहरूले हातमा काँडा बेचिसक्नु एकचोटि देखाइदिनुहोस् न साथीहरू। यी पलटाइसकेको छु, देख्न सक्नुहुन्छ कति मिहिनेत गर्नुपर्छ तपाईँले देखिसक्नु भयो होला, बुझिसक्नु भयो होला। र यो पाटनमा अब मारङ्गी कुनै साथीहरू हुनुहुन्छ, त्यसैले देख्न सक्नुहुन्छ साथी हो। यता पहाडहरू पनि मजाले देख्न सक्नुहुन्छ। हेलो नमस्ते गाइस, आज चाहिँ हामी ट्याक्कै सागर पाटनदेखि चाहिँ अलिकति तल यो फोन लाग्ने ठाउँमा चाहिँ आएका छौँ। उयो पारि डाँडाबाट चाहिँ फोन लाग्दो रहेछ। अहिले चाहिँ हामी आएर यहाँ घाममा टक्क हामी चाहिँ हाम्रो यार्ड साइड खेलाउँदै मजाले डाँडा पुगेको थियौँ। विगत 4-5 दिनपछि फोन गर्न भोलि गएको थियो। 3 घन्टाको बाटो हिँडेर अहिले डेरा फर्किँदैछु। एकदम चिसो छ गाइस, हे एकदम चिसो छ। गाछा पनि पाएको छैन, लेकतिर छु। पानीमा जान्ले बे मन पर्छ अहिले पाटनमा हिउँ परेर एकदमै सुक्खा छ। के भने गाइस यात्रा पनि भेटेको छैन। पनि आफ्ना हैन नमस्ते गाइस, हामी आज सागरदेखि सबैलाई नमस्कार छ मेरो तर्फबाट। हामी यसो फोन गर्नलाई घरतिर लेकपोरी गएको थियौँ। लेकपोरीबाट आउँदैछु गाइस, है अलि चिसो बढिएको छ। कुटै झरीको यार, कुटो झरीको। अब क्यान्या ज्वाइँ साहबले टिप्नु भएको छ। आज ज्वाइँले खुब गरी मिठा गफ चेप्याउनु भयो बहिनीसँग। उता भाइले चाहिँ मम्मीसँग अनि मैले पनि मम्मीसँग हल्का गर्लफ्रेन्डलाई कल गरेको। गर्लफ्रेन्डको फोन पनि आएको जस्तो माटुङ्गा खानेर बममा नदिनु हुने। हेलो भने कि के छ खबर पनि कि कति जाने कस्तो बम नदिनु हुने माटुङ्गा है। टावर त यस्तो रिस उठेको थियो घोप्ट्याइकन नजिकै ल्याउने हौ।
ओके होइन गाइस अब यस्तै चाहिँ गाइस होइन हाम्रो केटाहरू पछाडि छन् हामी डोल्पातिर है गाइस हाम्रो केटाहरू अगाडि जाँदैछन् सरकारी अगाडि जाँदैछन् हेलो गाइस के छ खबर ठिक छ खबर बिन्दास छ बिन्दास घोटाइ छ देखातिर आइकिन उतो घोटाइ छ उठ्यो याचाहरू धेरै घोटायो अरे अनि गाइस अब के गर्ने होइन यस्तै छ हिमाल सारा हिमाल अहिले सुक्खा छ एकदमै याचा भेटेको छैन याचा भेट्ने ठाउँ यस्तै यस्तै भयो कि गाइस आज याचा बन्दा छ नत्र ऊ यहाँ क्या मैले टिभीमा त्यही दिपान होइन